कहिल्यै गाडी नि हटेको थिएन बा हिँड्ने हट्यो हात ऱ्याङ 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 चिप्यो अनि जिपुन चुट्यो उस्तै भएको म त साथी भने हामी त यहाँ आइपुग्यौँ कहाँ पुग्यौँ अरे भात घाँस पनि खाएको छैन पो तुले खाइल क्या भात मा प भिले फुट्ने भलक बनायो भने त म केहरू कपिल आइफोन चाहिँ नौलो कतिवाला किनिरे आइफोन 17 प्रो मैक्स ए लोटौला कहीं मा पबिडा पढ्ने हुने बाजु टोइलेट कहाँ होला यिनको हाँसो त राम्रो रहेछ भाइ अब यो यहाँ जाउँ भने पनि छैन उहाँ जाउँ भने पनि हुँदैन हजुर ओ माई गड बडो बडो हिरो गाइज वेलकम टु कपिल खनाल ब्लग आज चाहिँ हामी घुम्न जान नानीमा पेरोडा बेलामा कापली ल्याउन अब जम्मा मेरो त 15 रुपियाँ छ ल है हामी आज बाहिर बसन्तपुर घुम्न जाँदैछौँ चस्मा यो प्राडाको हो अब हामीले यो के अरे मेरो पनि राम्रै इम्पोर्टेड नाउ भन्दै पो के आयो युएस मेरो त यो कहाँबाट दुईटा इम्पोर्टेड फ्रम युएस हो इम्पोर्टेड फ्रम दिल्ली बजार दिल्ली बजार हैन त्यो बोल्तिरदा ओए दुईटा स्टार पनि यो का इन्डिया सिंहदरबारको बोल्तिरदा आगे अरे त्यो भिरगुडी मण्डप मेरो 100 रुपैयाँ मानिन आए कति वर्ष यो पनि 1.5 वर्ष भयो ल है हिजो भर्खर किनेको नयाँ जुत्ता लाउँदैछ तपाईँले चाहिँ मेकअप गर्न लाग्छ न अब आफूबाट लाउने जिन्दगीमा पहिलोचोटि लगाएको क्रिम के त सोफा हाल्यो भयो कि अरू लाउने त्योभन्दा बढी सोमार पाएका छ नि ती कुकुरले खा भने बिचरा अब खाने अरू क्या त त्यो चस्मा त निको देखिया छ क्या हो ओ प्रभु 79 केजी यो के बोल्नु यो त खादो 64 थिए बेली क्या डिफरेन्स छ चस्मामा के डिफरेन्ट माने मेरो चस्माले उज्यालो देखाउँछ र त कालो देखाउँछ के होला यो ए र खै चस्माको ब्रान्ड देखाओ ब्रान्ड देखाए पनि मेरो त राम्रै हो काप फाल्यो अनि तेरो तैले कालो देखायो मेरा गोरु देखायो गुरु देखायो ठेक उल्टो बोल्दा ने रागा फुट्टाउनी रे त मिलाउ नि चस्मा मलाई त टाइट हुन है ओ उज्यालो देखा चस्मा लगायो भने अहिले पर्यो खुसीले त्यहाँ लगाउनुको के छ त अब के हन्ना अब वही बस त बनाउने तँ मान्छे निकै तेरा बाल त निकाल मान्छे निकै तर क्या चस्मा लगाएकै छ तिमीले चस्मा त बिचारा तेरा कालो देखाउनु मेरो गोरु देखाउनु चाहिँ हाँसो लाग्दैन कहिल्यै गाडी नि हटेको थिएन बा हिँड्ने हट्यो हात ऱ्याङ 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 चिप्यो अनि जिपुन चुट्यो उस्तै भएको म त साथी भने सधैँ तिमीलाई ट्याक्सीमा च्याउसीमा जाऊ भने नाइ आयो भने अब के रहेछ म पनि चाहिँ अब एक्सपिरियन्स हुन्छ भनेर आइथिएँ कत्रो नालेछौ गुरुङ कत्रो नालेछौ 15 रुपियाँ हो बजारको जमाना अनि रुपियाँ कोही बोक्छ जग्गा डाका लाग्यो कि चोर लाग्यो म पनि दिया तर अरू पनि दिया म त ढुङ्गा पनि हाने हो एक दुई दिएको छैन भयो हो भने भेज पनि आएको थियो म एक्लै होइन 2-3 जना आएको थियो काठमाडौँ जिल्ला अदालतमा अदालत 6 महिना हाने ढुङ्गा रुपियाँ चोर्न पाएन केहरू टेन्सन कुरा दियो सर्वोच्चमा त यहाँमा हाने अब उच्च हो कि पुच्च हो केही थाहा हाने त्यो हेरेन मैले ए उच्च परे यो क्या हो को परे हो यहाँ उच्च कहाँ त भाग उच्च होइन सर्वोच्च मात्रै छ त्यही त सर्वोच्च भने उच्च अदालत यहीँ काठमाडौँ हुनुपर्ने ललितपुर छ है ओए यो नेपाल नागरिक उडानको बिल्डिङ त पर पनि रहेछ कहाँ पर उहाँ क्या सिनामङ्गल उहाँ त हुनै भइगयो त कस्तो लाग्यो त तिमीलाई यो गाडी निको पहिलो यात्रा
हाम्रो त सधैँ हो तम्रो एउटा पहिलो म त त्यही बार त नजाऊ भन्दै थियो तिमीहरूले अब जाउँ भने थियो त्यो चेत कसो फेरि हो चेत कसो फेरि ऱ्याङ 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 भन्दा चाहिँ उसै भयो मेरो अब हामी त यहाँ आइपुग्यौँ कहाँ पुग्यौँ अरे कहाँ पुग्यो पऱ्यो नि मोमो खाने दोकान छ अरू त होइन भालु मारे अहिले यहाँ उहाँ पुगिसक्यौँ कहाँ राई बिर्खमा हो बिर्खमा अब नेक्स्ट स्टेजमा त्यहाँ हाम्रो भालु मारे हो होइन आगौँ हामी जोरबाट आएका हौँ भात घाँस पनि खाएका छैन पो तुले खाएल क्या भात भात गाइस तल पहिला सोला भने छ सबै लाइक पनि हरिदिया कमेन्ट पनि हरिदिया नगर्दैन न हुने अब यिनको दोकान हो यिनको दोकान छ निलम रविन्द्र एन्ड मान्छे त राम्रै आउँदो रहेछ म होटल एन्ड होइन त्यही त हो त्यसको बारेमा पनि भन एक दुई मान्छे गाइस त्यहाँ गया थी भात सात खाइदिया नीलम रविन्द्र होटलमा गया थी पैसा दिनु नहीं नहीं पैसा दिइले नाम नभ सस्तो त 150 मात्र मिलाएको छ अब 150 रविन्द्र मा प भिले फुट्ने बलक बना भन्दा म केहरू भइगयो दाजु भइगयो न्यू रोड गेट हो अब यहाँबाट चाहिँ अब जान लाग्छौँ हामी चाहिँ उता बसन्तपुरतिर जान लाग्छौँ होइन मङ्की अब सपमा पचाउनु होइन? सुल्टो क्यामेरा कमाटीहरू होइन हामी तिनजना जान लागेका छौँ ज्यादा ज्यादा चाहिने हो तिमीहरूलाई किन मात्रै भने चाहिँ म आफै किन्दा के नै के मोबाइल त्यसै आउँछ क्या रुपियाँ तिर्नुपर्ने हो त एडभर्टाइजमेन्ट गरिदिन्छु भन्ने होइन परे तेरि बिहालाई 3 लाख रुपियाँ पाहाले एक आनन्द यति छ त यो अरुपतिका नाममा हाम्रो त यहाँ चाहिँ यस्ता नदेखाउँ भनेर मात्रै हो कतिदेखाउँ तिम्रो हात निकाउनु छ त हो यो कसरी देखाउँ क्यामेरा चाहिँ के कपिल आइफोन चाहिँ नौलो कतिवाला किनिरे आइफोन 17 प्रो म्याक्स ए प्रो म्याक्स या त दिदी साना के होइन त उनीहरू जे पनि तिनाखे हो त्यो त हो हामी चाहिँ यो विशाल बजार पुग्न लागेको थियो मेरो बजार मेरो पुगेको छैन अब यो बजार अरे सियर पढेको छ भन्यो पढेर यही 6 बिजेर कम्ती पढ्ने थियो पहिलो जमानामा खुले हो म त भिड पढायो कि सुत्छु थिएँ अब त्यो मात्रै पढेर त्यसलाई फाइनली यो विशाल बजार पुगिसकेछौँ होइन अघि विशाल बजार आफ्नै हो भने पनि हुन्छ किनकि यसको सेयर सबै छँदैछ त्यही भएर जानु त्यही भएर चाहिँ हामी जान लाग्यो अब यसो चस्मा नि हेरौँ होइन 45 46 छ अहिले त मार्केट अँ विशाल बजारको अब यस्तो फेरि अब त्यो सस्तो सस्तो खालको चस्मा लाउने मन लाग्दैन मलाई त्यस्तो महँगो मात्रै मनपर्छ एक पनि अलि ठिकै ठिकै खालको खासै महँगो त होइन फ्रम अमेरिका इम्पोर्ट गरे आजले अब यहाँ फुल सुट पनि लगाएका रहेछन् मेरा लामबाट बनाउ कचिया कचिया बोल हुन त अब के हेर्नु अलिअलि सपिङ गर्नु पऱ्यो नि त यार विशाल बजार आइसक्यो त लोटो होला कहीँमा अब भिड पढ्ने भने रोटी गएको थियो त मेरा जिम्माउने अब मैले हस्पिटल जानुपर्ने मैले त मजा लिने त्यही भएर मैले छ पुगेको छ त अनि हामी चाहिँ गाई अब यता यो विशाल बजारको यहाँ पुगिसक्यो त यहाँ कपिल खनाल पनि छ अब हामी भाइजना भयौँ अब के हेर्ने कहीँ त्यहाँ नि पहिलो बार ल्याएको चाहिँ घुमाउन विशाल बजार मेरो छ विशाल बजार विशाल बजार मेरो छ अरे यो उ गरेर बोल्ने छैन क्या तिमीहरूसँग हेर्नु हालेर बोल्ने त्यो किन नि त कहीँ पाइन्छ क्या परै पाइन्छ होला देखो यहाँ टोइलेट कहाँ होला बाजु टोइलेट कहाँ होला तिमीहरू कहाँ जान लाग्यो अब टोइलेट क्या पो तिमीहरू जान लाग्छौ म भनेर लाग्छ हामी चाहिँ अब यो बसन्तपुर जान पुग्न लाग्यौँ त्यो निको त के भएर हप्पो कहाँ आयो करेँ भाउ केएमसीको ड्रेसले त म ग्लोबलको जस्तो माने क्या भन्न चाहन्छु त दुई कुरा भन्नु भयो नि कपिल लाटा हामी बोइलबाट पुग्यौँ अब चुला बोइलबाट टाढा हौ हामी
भालु मारेबाट अलि अगाडि पुग्नु लाग्यो नाचन थैली पुग्दा नाच्ने ठाउँ भालुमारेबाट त म पर्सु बिगा गाउनु बताउनु हामी चाहिँ अब यता उहाँ पुग्यौँ कहाँ पुग्यौँ रहेछ अन्त बिर्सिके यिनको हाँसो त राम्रो रहेछ भाइ परेको टोपी राम्रो ठ्याक्क बसन्तपुर पुगिसक्यौँ होइन अब यहाँ सबै खेलाउने मिलाउने जस्ता नाना नाना कुरा राखेका छन् मेरो बर्थडे भए त एक औँठी किनिदिने थिएँ म पऱ्यो हिँडा है के अरे त भाइकी गर्लफ्रेन्डलाई किन्यो बुहारीले किनिदिऊ नातिने भरि बुहारी त चाहिँ सब नातिने भरि कहाँ पुगेको ओ यो सेतो सेतो बिल्डिङ कि सेतो टावर अरे व्हाइट हाउस पहिला जुद्ध संसदको बस्नु ठाउँ गोरा देख्यो भने लोक त टल्के टल्के आइफोनले खिचेको त्यही त हो त वानमा त आउँदैन 0.5 मा आउँछ सबै हामीले यो बसन्तपुर यो मन्दिरबाट आएका हौँ अहिले एकखेरि अब यो यहाँ जाउँ भने पनि छैन उहाँ जाउँ भने पनि हुँदैन पोखर योमरी खान ल्याइरहेको छौँ यता होइन अनि यहाँ चाहिँ पुरै योमरी खानेहरूको योमरी र बाह्र पाउँछ होइन फेमस परे योमरी बाह्र यो चाहिँ यहाँको फेमस बाह्र होइन यहाँ चाहिँ आन्टीहरू हुन्छ एकदम सस्तोमा यता चाहिँ राम्रो बाह्र होइन अनि एमरीको लागि चाहिँ यता होइन मान्छे चाहिँ जहिले पनि प्याक नै हुन्छ यिनीहरू स्पेसली आइरहेछन् अनि उहाँ चाहिँ यो चाहिँ अन्डा बाह्र हो अनि एमरी चाहिँ यो हो होइन के खाने हो बाह्र के एमरी हो ल एमरी लबर कसो मानि त एमरी तेरा डाँडी खोल्नुतिर उठ्ने करी हो कसो मानि है रडाइ बल्लाउने हिक्कमा हो सामना धुला भित्र यो हालेको र रिएक्सन के जुन भन त कस्तो लाग्यो त मुभी भन त्यहाँ भन्नु पनि आएको भोलि हस्पिटल जानु पर्ने हो कि के बोल्ला नि What is this? आलु दिस इज आलु सोयाबिन छाडेको मुखमा हालेर मुखमा खालेको के खाँदै हुनुहुन्छ सर कपिल सर आलुका चाना ल त इन्जोय तरकारी किन बोला न किन हो त्यसो हेपेको होइन हौ कहाँ हेप्नु कस्तो राम्रो मान्छे हो झन् नहेपो भने त्यसरी फोन आइगयो ठाडो ल बत्ती बाल्यो त यति माया माई गड तुम्रो नाम के हो त हम नेपाली है हमको नेपाली हिंदी नहीं आती है यो अघि सुदूरपश्चिम हजुर ओ माय गॉड कति राम्रो नाम हो सायोनारा बाई पढिरहेछौ हजुर हजुर पढिरह नाम के हो उहाँ हजुर सायोनारा ज्यामाता सीता मिनासान उहाँ भर्खर अमेरिकाबाट फर्किनु भयो कहाँ तोमताची जापानिज त कहिले उहाँले अलिअलि पढायो कि त्यो इन्ट्रेस्टिङ लाएर
मस्सी मस्सी नेपालमा बस्ने इच्छा भएर हो क्या नाम चाहिँ के हो भनेर जान्नु यतिर कति राम्रो नाम हो समुदर्जी वाउ सो स्विट नेम त्यहाँ लस्सी खान आएको है कपिल खनाल रविन्द्र खनाल यो चाहिँ म मानि त कपिल मेरा घर यति मिठो पानी थियो पहिला हामीलाई ठुलो भए गर तिमीले कस्तो मानि त बड बड हामी चाहिँ यो भाइरल लस्सी पसल हो क्या हो क्या लेखेको छ रे अपनेहरू विदेशी फोटो किन्न आएका नेपाल बच्चो किने ऊ सपिङ गर्न आएको अरे एक फोटो खिच्यो भन्दा त को खिचिदिँदो रहेछ यो त पुरै आउँदैन एक बच्चा थाङ्नु किन्यो एमा बाकात्रो अब बाहिर ए देशभरि निरोडमा हटाइ हटाइ चुक्खा आधा खाप्डा सबैको भएर हेर्नु भाइजानबाट के हेर्ने हो त गाई हिरो गाई यही जाउँ कि जाउँ भने अब के हेर्ने हो नगएपछि परेपछि मानेन अहिले अब यहीँ जाउँ भन्दा छ ज्या परौँ क्या भन्ने हो त रत्नमार्गबाट अब यो थानकोट जानुभयो कि के अरे भाइजनामा निको माने जति माने बसभरि पुरै मान्छे छ अब के हेर्ने हो बुढा भाइजनामा पनि देखा क्या केही भन्न चाहने क्या अब छुट्टी नभ्याउँ केही भन्न चाहनुहुन्छ लौ त लौ सायोनारा